अनुरोध गर्दछु घैँटो फुट्ने सम्भावना देखिएको छ। घैँटो फुट्न सकेन अनि दूरी टाढा नै रहेको जानकारी गराउन चाहन्छु। त्यसपछि अहिले घैँटो फुट्ने सम्भावना छ। सरहरूलाई नजिक नबसिदिन हार्दिक अनुरोध गर्दछु। यादव सर घैँटो फुट्ने जो भयो आयु र बारार एउटै हुनेछ। घैँटो सर खुट्टाले टेकेमा पनि घैँटोलाई मानिने छैन, खुट्टाले टेकेमा पनि मानिने छैन, लौरैले छुनु पर्नेछ। घैँटो सुस्त हान्नका लागि अनुरोध गर्दछु। घैँटो पनि जोगाउने, लौरो पनि जोगाउनका लागि जोडले ताली बजाइदिनु न सबैलाई हार्दिक अनुरोध गर्दछु। फुट्यो तर धेरै टाढा। यस पछाडि निश्चित पुऱ्याएछ। घैँटो सरले खुट्टाले छुनु भयो भने हामी परिने छैन, फल हुनेछ। फुट्यो तर टाढा फुटेको छ। सर नजिकै आउनु भएको छ। 4 पाइला अगाडि भएको भए फुट्ने थियो। तालीले स्वागत गरौँ सरलाई। सर खुट्टाले घैँटोलाई लायो भने फल हुनेछ। घैँटो वारिपारी ड्याङ बिचमा ठ्याङ। सर नचाउन पाइँदैन, सिधा हान्नु पर्नेछ, नचाउन पाइने छैन। आयु फुटेको नजिक पुग्नु भएको छ। सर अब चाहिँ बस बराङ्दै पुगिन्छ है। आउट 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 आउट। जोरदार तालीले सर सरलाई स्वागत गरौँ। आखिरीमा घैँटो आफै ल्याउनु आएको फुट्ने भयो। खुट्टाले छोएमा मानिने छैन, खुट्टाले छोए। सरलाई जोरदार तालीले स्वागत गरौँ। घैँटो फुट्ने भयो पाउना। फुटो घैँटो फुट्ने सम्भावना छ। राजेन्द्र सरले झर्क भेटाउनुहुन्छ जस्तो देखिन्छ। समय काउन्ट भएको छ। घैँटो फुट्यो तर टाढा। लट्ठी नटेकिकन हिँड्नका लागि पनि अनुरोध गर्दछौँ। सर नजिक हुनुहुन्छ, घैँटोको नजिक हुनुहुन्छ। फुट्यो तर टाढा फुटेको छ। सर अहिले घैँटोको नजिकै पुगिसक्नु भएको छ। खुट्टाले घैँटो छोएमा मानिने छैन। बल्ल 15 भएको छ। घैँटो फुट्यो तर टाढा। अलिकति छड्के उभिनु भएको छ। ताली बजेको पाइला गर्नु भएको छ। सर सिधा जो हुनुहुन्छ, तर खुट्टाले घैँटोलाई छुनु भयो भने फल हुने मानिने छ। ताली बजाइदिनु अनुरोध गर्दछु। घैँटो अहिले जो फुट्ने भयो। घैँटो सरले मिलाउँदै हुनुहुन्छ। घैँटो विद्यार्थी भाइहरूलाई परपर बस्नका लागि अनुरोध गर्दछु। थाप्लामा लाग्ने सम्भावना छ। फुट्यो तर यति टाढा।
घैटो 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 सरलाई भलिबल कोर्ट भन्दा पर नजानका लागि अनुरोध गर्दछौँ। घैटो फुट्ने जो भयो फुट्ने भयो फुट्ने भयो फुट्ने भयो तर अलि टाढा गएर फुट्ने भयो। म्याडमले फोर्नु नि जो भयो समय मिना म्याडम भलिबल कोर्ट भन्दा ओरै हुनुहुन्छ, बाहिर गइसक्नु भएको छ। बोल्न पाइने छैन। म्याडमहरूलाई बहिनीहरूले साथ दिन खोजिरहेका छन्, त पाइने छैन। मनिका म्याडम घैटो फोर्ने तयारीमा हुनुहुन्छ। अर्काको आवाज सुन्दा बिग्रेला, साह्रै नजिक पुग्नु भएको छ। घैटो फुट्यो तर टाढा। सुस्मिता म्याडमलाई जोरदार तालीले स्वागत गरौँ। फोर्ने सम्भावना छ। भाइ बहिनीहरू नबोल्नका लागि अनुरोध गर्दछौँ। भाइ बहिनीहरूलाई घैटो फुट्न थालेको थियो। तालीले म्याडमलाई स्वागत गरौँ। घैटो अहिले फुट्ने जो भयो। लट्ठी नटेकिकन हिँड्नका लागि अनुरोध गर्दछु। घैटो फुट्यो तर टाढा। घैटो फुट्ने सम्भावना छ, नजिकै पुग्नु भएको छ। घैटो फुट्ने सम्भावना छ, घैटो फुट्ने सम्भावना छ। घैटो लावाले सर ल अब हजुरको समय सुरु भयो युवराज सर। ओ युवराज सर ल युवराज सर हान्नु हान्नु त्यही हान्नु त्यही हान्नु अलि अगाडि सट्टा हान्नु। हो त्यही हो ठ्याक्कै। ओ ल ठ्याक्कै। घैटो यो पटक फुट्ने सम्भावना छ। अहिले फुटिसकेको घैटो झरामझुरुम हुने सम्भावना छ। अब घैटो फुट्यो तर नजिकै। अनुरोध गर्दछु, घैटो फुट्ने सम्भावना छ। घैटो आजलाई घैटो यसै पटकमा फुट्ने सम्भावना रहेको छ। घैटो फुट्न सकेन, थोरै टाढा रहेको छ। अब यस पछाडि रामप्रसाद गैरीले समय सुरु भएको छ। यो सिटी बजाउने टोली कता हुनुहुन्छ? बा सिधै घैटोतिरै पुग्नु भएको छ। बा ठोकिन सक्नुहुने छ, लौरो टेक्न पाइने छैन, लौरोलाई उचाल्नु पर्ने छ। तपाईँ आउट हुनुभएको छ। धन्यवाद। स्वागत गरौँ। ताली 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 ताली। घैटो यो पटक फुट्ने भयो। दीपक बस्याल सर पछाडि यो पटक घैटो फुट्ने भयो। अङ्कल साह्रै सिधा हिँडिरहनु भएको छ। घैटो घैटो फुट्ने सम्भावना छ। जोरदार तालीले स्वागत गरौँ। घैटो फुट्यो तर टाढा। यस पछाडि सहभागी भइदिनु न। ल अहिले घैटो फुट्छ। जोस जागरका साथ हिँडिरहनु भएको छ। सम्भावना छ अहिले।
घैँटो फुट्ने सम्भावना छ कि समय सीमा रेखा बाहिर जानुभएको छ। धन्यवाद। यस पछाडि लेखनाथ पौडेल। लेखुलाई जोरदार तालीले स्वागत गरौँ। घैँटो फुट्ने सम्भावना छ। घैँटो फुट्ने सम्भावना छ। घैँटो अहिले घैँटो फुट्ने जो भयो। घैँटो 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 फुट्ने सम्भावना छ। घैँटो टाढा यस पछाडि सीता अहिले घैँटो फुट्ने सम्भावना प्रबल रहेको छ। सिधा भइरहेको छ। सिधा छ। सिधा छ। सिधा छ। सिधा छ। सिधा छ। विद्यार्थी भाइ बहिनीहरूलाई हल्ला नगर्नका लागि अनुरोध गर्दछौँ। घैँटो फुट्ने सम्भावना देखिएको छ। घैँटो 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 अहिले घैँटो फुट्यो तर नजिक। घैँटो फुट्ने सम्भावना रहेको छ तर नजिकै। धन्यवाद। अब हामी यस पछाडि सहभागी राजीव दर्जीलाई जोरदार तालीले स्वागत गरौँ। अहिले अन्तिममा घैँटो फुट्ने सम्भावना छ। गर्नका लागि अनुरोध गर्दछौँ। राजीव खुट्टाले छोइयो भने फल हुनेछ। खुट्टाले छोइयोमा फल हुनेछ। नजिकै पुगेका थिए। अहिले फुट्ने भयो। साह्रो पानी ढिका नजिक पुग्न सक्नु भएन। सुस्केराजीलाई सेवा सुरु भएको छ। जोडले ताली बजाएर स्वागत गरौँ। घैँटो अहिले फुट्ने सम्भावना छ। घैँटो 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 फुट्ने सम्भावना देखिएको छ। तपाईँ धेरै अगाडि जानुभएको छ। यसै गरी कमाइ सुरु भएको छ। अध्यक्षज्यूले घैँटोलाई भजाम भुजुम पार्ने जस्तो योजनामा हुनुहुन्छ। घैँटो फुट्ने सम्भावना छ। हजुरको खुट्टाले घैँटो छोएमा फल हुनेछ। यस पछाडि पूर्व विद्यार्थी पदम प्रसाद गैरज्यूलाई सहभागी भइदिनु अनुरोध गर्दछु। अध्यक्षज्यूले घैँटो भुजा चाहिँ फुटाल्नु नि भयो। घैँटो 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 अगाडि गर्नु न अगाडि। घैँटो घैँटो
सहभागी जोरदार तालीले स्वागत गरौँ जोरदार तालीले अहिले घैँटो फुट्ने सम्भावना छ अङ्कल अत्यन्तै सिधा अगाडि बढिरहनु भएको छ घैँटो खुट्टाले छुनु भयो भने फल्ट हुनेछ लेखनाथले अङ्कल घैँटो फुट्न सकेन अलि टाढा भयो यो कार्यक्रमको अन्तिम सहभागीको रूपमा पूर्व समय सुरु तालीले स्वागत गरौँ घैँटो फुट्ने सम्भावना रहेको छ भलिबल कोर्टभन्दा बाहिर गएमा हामी त्यसलाई आउट भएको मानिनेछ खुट्टाले छोएमा पनि आउट भएको मानिनेछ घैँटो 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 फुट्ने सम्भावना छ घैँटो फुट्ने सम्भावना छ घैँटो फुट्ने सम्भावना छ भीम कुर्ची भाँचिने सम्भावना छ